तिमीहरूले एउटा कुरा थाहा पायौ, नेपालमा राजा फर्किन लाग्छ नि। कता फर्किन लाग्छ? लेफ्ट राइट अघि पछि कता? लेफ्ट राइट होइन, सिधै दरबारमा फर्किन्छ, बुझिस? राजा फर्क्यो भने पढ्नु पर्छ कि पर्दैन? पढ्नु त परिहाल्छ नि, विद्यार्थी भएपछि पढ्नु परेन? त्यसो भए मलाई राजा चाहिएन। जाबो स्कुल कलेज नै बन्द गर्न नसक्ने राजा के काम? राजाको काम स्कुल कलेज बन्द गर्ने हो त? अनि के हो त? राजाको काम भनेको त जनताको दुःख पीडा सुनेर त्यसलाई हल गर्ने पो हो त। मालूम है तेरे बाप को मत सिखा, चल। म पनि जनता नै त हो नि, मेरो पीडा चाहिँ सुन्नु परेन? तिमीलाई शिवरात्रिले अझै छोडेको छैन? आज नि भाङ खाएर आयो? भाङ होइन, म यहाँ गाँजा भन्न गाँजा। अरूलाई चाहिन्छ राजा, मलाई चाहिन्छ गाजा। तिमी धेरै नबोल, नत्र बजाइदिन्छु तिम्रो बाजा। यसरी कसले बाजा बजाउँछ बे? तेरो दाइले बजाउँछ नि, देखिनास्? विशाल, म यस्तो वातावरणमा पढ्न सक्दिन है। कि त यो गजडीलाई यहाँबाट निकाल, कि त म निस्किन्छु यहाँबाट। ओके ओके, रिल्याक्स रिल्याक्स। यदि मैले गर्दा तिमीलाई साँच्चीकै डिस्टर्ब भएको भने ठिक छ नि त, म यहीँ बस्छु, तिमी जाऊ न त निस्केर। ओइ, त चुप लागेर बस्ने कि नबस्ने भन् त? म मूर्ति हो र चुप लागेर बस्नु? ओइ ज्ञान्ते, तैले यसलाई किन बोलाएको के? मैले भनेको होइन, यसले पढ्न दिँदैन, डिस्टर्ब मात्रै गर्छ भनेर। मैले नआइज भनेकै त हो नि। कुकुरले जस्तो पछाएपछि म के गर्नु? अघिल्लो जन्ममा कुकुर थियो होला नि त, त्यही भएर कुकुरले जस्तो पछ्याएको होला नि। हो म कुकुरै थिएँ र एक दिन म भौ भौ गर्दै हिँड्दा तिमीलाई पनि देखेको थिएँ, हातमा केरा बोकेर एउटा रुखदेखि अर्को रुखमा हाम फाल्दै गरेको। त्यस्तो त बाँदरले गर्छ होइन र? बाँदरले मात्रै गर्छ, बाँदनीले चाहिँ गर्दैन। त्यही भएर पो खाली केरा खान्छु भन्दै रहेछ यसले। त पनि सुरु भइस्? सरी के सरी, जिस्केको हौ, नरिसा न। जिस्केर पुगेको भए अब पढ्ने हो कि? पढ्ने नि, किन नपढ्ने? टुप्पी कसेर पढ्ने, ज्यान दिएर पढ्ने। ज्यान नै दिएपछि तेरो आत्माले आएर पढिदिन्छ? बात तो सही है। मैले पढे नि, मेरो आत्माले पढे नि, एउटै कुरा त हो नि। कोत्तेरो बाउले भन्छ। ए तिमीहरू दुईजना, ए चुप न, ए चुप। नपढ्ने भए जा, बाहिर गएर गफ गर। बाहिर त लास्टै गर्मी छ यार, कसरी गफ गर्नु त्यस्तो गर्मीमा? त्यसो भए चुप लागेर बस, नत्र पल्लो कोठामा जा। ए हामीलाई पल्लो कोठा पठाएर त चाहिँ एक्लै दुई दुईजनासँग मोज गर्ने? ओइ गजडी, चाहिँ पातै बोल्न लाज लाग्दैन? लाज त तिमीलाई लाग्नु पर्ने हो, केटी भएर केटाको घर किन आएको तिमी? कसको घरमा आए म? यो घर मेरै त हो नि। ए तिम्रो पो हो, म त यसको भन्ठानिया। बकचोदी मत कर लौड़े। अनि तिम्रो बाउको घर चाहिँ कहाँ छ नि? यही हो के? यही हो, उसको घर पनि यही हो, उसको बाउको घर पनि यही हो, उसको आमाको घर पनि यही हो। आमाको घर त मैले सोधेकै थिइनँ नि, किन भन्नु पर्यो बाठो भएर? अब एक शब्द नबोल है, चुइक्क मात्रै आवाज निस्कियोस् त। ज्ञान्ते यार, यसलाई सम्झ न यार, 1 घण्टादेखि केही पढेको छैन हौ, यसरी त फेल भइन्छ।